यतापट्टि गएको हाम्रोदेखि चाहिँ सेयर अटोमा एक्जस्ट एकजनाको रिजर्भ गरेर मान्छेहरू धेरै हामी सेयर अटोमा गएको बस्नु पुरा गरम हुन्छ कहाँ हामी मेरो अब ब्लड टेस्ट म आज भोलि गरिदिनु पर्दैन सबै रिपोर्टहरू दोकान हाफेन्टमा एलाउ छैन अरे आन्द्रा पनि आमारो म बिहा रोमिङ हो अब एउटा प्यान्ट हामी किनेर लाउनु दिने ठाउँ चाहिँ अम्मा मन्दिरको भित्र फोटोहरू खेल्नु टेम्पल यति ठुलो रहेछ भित्र चाहिँ लानु दिँदैन द्याट्स व्हाई आई लाइक जस्ट क्लिक आउटसाइड हो यति नै छ हजुर यस्तो छ रातो अब म चाहिँ धोतीमा छ बाहिर गएर निकाल्छु म रातो पिरो भएर फेरि अर्को जग्गामा we have been roaming here and there. This is wow. लेना है आपको फोटो लियो आप लोग को वेलर फोटो मेरे सवा टेम्पल आन्टी र अङ्कल र भाइ बेटेको थियो बे भैया इधर से होगा ना गेट we'll ask there oh यहाँबाट एन्ट्री रहेछ हो we'll go from this side हाँ इधर है ये तो म्यूजियम ही है ना वो फोर्ट भी यहाँ चाहिँ म्युजियमको आउटसाइडमा रहेछ होइन त्यहाँदेखि चाहिँ भित्र जानु लागि चाहिँ इन्डियनको लागि चाहिँ एडल्टको 10 रुपिज अरे फरेनर्सको लागि 300 अरे सो दिस म्यान वाज आस्किङ 300 होइन किनकि मलाई फरेनर जस्तो लाग्यो सो म होइन मैले आधार कार्ड देखाएर चाहिँ 10 रुपियाँ तिरिकन भिडियोको लागि चाहिँ 200 अरे सो आई पे 200 सो द्याट आई क्यान मेक दिस भिडियो त्यो सबै मेरो फ्यामिलीले हेरोस् भनेर अन्त यो अङ्कल आन्टीहरू हामीले भेटेको थियो त्यहाँदेखि यता चाहिँ सबै प्रिजर्भ गरेको छ सबै ओरिजिनल चाहिँ केमिकलमा आई मिन जिउँदो ल्याएर चाहिँ केमिकल लगाएर चाहिँ राखेको अरे यसरी आई मिन जिउँदैन मरेकै होला यसरी राखेको रहेछ त्यहाँदेखि चाहिँ यो डिफ्रेन्ट त्यो रहेछ मूर्तिहरू पहिलाको यो आई मिन यताकै त्यहाँदेखि यो चाहिँ फोटो चाहिँ यो फोर्टको सबै रहेछ फोटो हो त्यहाँदेखि हामी अर्को सेक्सनमा गयो अर्को सेक्सनमा जाँदा चाहिँ यस्तो टिपु सुल्तानको त्यो सबै सामानहरू थियो होइन यो सर्ट टिपु सुल्तानको सर्टहरू अरे पहिलाको उनीहरूको अनि यो पहिलाको राजाकै सबै उनीहरूकै टाइमको रहेछ त्यहाँदेखि यो चाहिँ उनीहरूको कल्चर रिलेटेड साडीहरू सबै थियो हो साडी उनीहरूको सबै सामानहरू यो तबला पियानो एभ्रिथिङ वाज देयर त्यहाँदेखि चाहिँ हामी अर्को सेक्सनमा चाहिँ पैसाको रहेछ हो सबै कन्ट्रीको टालेको रहेछ त्यहाँदेखि मुनिपट्टि लेखेको रहेछ आफ्नो आफ्नो कन्ट्रीको यस्तो यस्तो भनेर त्यहाँदेखि यो चाहिँ सबै दुबई सबैको रहेछ उता युएस सबैको यो चाहिँ कोइन्स रहेछ कोइन्स पनि डिफ्रेन्ट कन्ट्रीको हाम्रो पनि त्यो हाम्रो पहिला 1 पैसादेखि लिएर डल्लै अर्का राखेको रहेछ सबै त्यहाँदेखि हेरेर होइन अन्त उतापट्टिको अङ्कल आन्टी चाहिँ पुरा मजाले हेर्नुहुँदैछ त्यहाँदेखि यो चाहिँ पेन्टिङहरू हो सबै पहिलाको मैले त कुछ खासै देखिनँ त्यहाँदेखि चाहिँ यो चाहिँ हाफ पनि के भएर मैले त्यतिखेर पढ्नु बिर्सेछु के हो भनेर यो चाहिँ मटकाहरू राखेको रहेछ पहिलाको डिजाइनको सबै अनि यतापट्टि पनि पैसै थियो यो म्युजियममा चाहिँ पैसै देख्यो भने पछि यो चाहिँ पहिलाको 1000 रुपियाँ 500 त्यहाँदेखि यो रेडियोहरू पहिला हाम्रो आजोआनाहरूले युज गर्दै गरेको यस्तो रेडियोहरू रहेछ त्यहाँदेखि चाहिँ यता चाहिँ स्टोन त्यो अलिम्यानको टाइमदेखिकै यसो वो सब प्रिजर्भ करके रखा है यतापट्टि पनि थियो यतापट्टि पनि मलाई मम्मालाई देखाउनु भयो यस्तो यस्तो रहेछ देखाउनु भयो मम्मालाई देखाएको थियो मैले हो त्यहाँदेखि चाहिँ यतापट्टि गएको क्यामेराहरू रहेछ सबै लेखेको थियो माथिपट्टि म त पढेर अल्छी लाग्यो
गरमले पाक्नै आँटेको थियो त्यसरी भिडियो बनाउन त्यहाँदेखि यता मूर्तिहरू डिफ्रेन्ट 1918 सबै आफ्नो 14-15 सेन्चुरीको आफ्नो आफ्नो रहेछ अनि यो चाहिँ लियोपोर्डको बोन्सहरू अरे सबै अर्का राखेको रहेछ त्यहाँदेखि चाहिँ सबै हामीले यो हेऱ्यो यताउता त्यहाँदेखि सबै मेडिटेसन गरेको त्यसमा त्यसको रहेछ त्यहाँदेखि चाहिँ यता चाहिँ बटरफ्लाइजहरू थियो त्यहाँदेखि डिफ्रेन्ट स्नेक्सहरू नामहरू मलाई याद छैन सबै राखेको रहेछ केमिकलमा प्रिजर्भ गरेर त्यहाँदेखि यो पनि स्टोन पहिलाको आफ्ना सबै लेखेको छ मैले पढ्नु कष्ट गरेन हो यसो फिटो फोटोमा थियो त्यहाँदेखि यो पेन्टिङहरू चाहिँ खतरा अरे त्यहाँदेखि 200मा मैले कम्प्लिमेन्ट्री पाएको अरे डाइनोसर हेर्नु पाएको अरे हो त्यहाँदेखि त्यो अङ्कलले यस्तो अन गरेर चाहिँ भ्याँ गरेर खोल्दै मम्माले हेर्नुभयो त्यहाँदेखि चाहिँ देख्यो मजा लाग्यो एकछिन भए त्यहाँदेखि चाहिँ यता यो आन्टी र आन्टीको छोरा चाहिँ पुरा कन्सन्ट्रेट गरेर हेर्नुहुँदैछ म चाहिँ अल्छी लागेर त्यो ड्रमपट्टि गयो कुनै के गणेश रिलेटेडहरू पहिलाको कुनै के बनाएर त्यहाँदेखि यो पेन्टिङ पनि मजाको रहेछ त्यहाँदेखि हामी बाहिर निक्लेन बाहिर निक्लिँदा चाहिँ यो तोपहरू पहिलाको जमानाको तोपमा चाहिँ यो परको ढुङ्गा हालेर चाहिँ पड्काउँछ अरे हो स्टोन बल भनेर लेखिरहेको थियो साइज वाइज अरे पाक्नै आँटे दिस इज माई सिचुएसन मम्माको सिचुएसन अलमोस्ट पाक्ने स्टेजमा लोग्यो भए पनि यस्तो साह्रो छ ऊ रातै पाकिरहेको छ माई कन्डिसन पनि यस्तै छ पसिनाले तल्किएर कस्तो छ अब